गाइस अहिले चाहिँ 5:35 भयो बिहानको अब चाहिँ हामी उठ्यौँ नुहाउनु आयौँ अनि अब उस भयो फेरि अब हामी चाहिँ कागबेनी जाने हो नि त बिहान अनि त्यही भएर अब चाहिँ हामी चाहिँ ड्रेस चेन्ज गर्छौँ मम्मीहरू त चेन्ज गर्नु 6 बजे चाहिँ हिँड्यो 5:35 भयो अनि अहिले लुगाहरू चेन्ज गरेपछि सो हाई गाइस म यहाँ त अँध्यारो आयो के अरे हामी चाहिँ अब रेडी भयौँ कुर्साभित्र त आज कुर्सा सेर्सा लगायौँ आज यहाँ त जानु छैन है यहाँ त अहिले त नभएकै के अरे अब चाहिँ म चाहिँ मेकअप गर्छु यसो राम्ररी हुन पर्यो सो गाइज अब चाहिँ हामी फाइनल्ली रेडी भएँ मैले चाहिँ कुर्ता सुरुवाल लाछु रेडी भएँ बहिनी मम्मी अब कुर्ता सुरुवाल लाएँ अब चाहिँ हामी चाहिँ 6 बजे अब हामी तल जान्छौँ अनि खाली चढ्छौँ हाई अब चाहिँ हामी चाहिँ ऐना नि हो कि कता हो outfit say hello guys we are having tea outside पछाडि चाहिँ मार्फत गाउँ हो हाम्रो जाडो त हैन थ्याङ्क गड किन भन्दाखेरि हामी तलै छौँ के स्टिल त्यही भएर जाडो बसेन अब अझै कागबेनी मुक्तिनाथ अझै माथि जान लाइक 1 घन्टामा त आउँछ होला त्यसपछि चाहिँ जाडो हुन्छ त्यसपछि चाहिँ कुर्तामा सुर्ता त्यसपछि चाहिँ ज्याकेट हुनुपर्छ खाना 6 बजेको लुक्स चाहिँ यस्तो देख्छ हामी बसेको होटल चाहिँ यही हो अब चाहिँ प्याकिङ मम्मी अरे राम राम ल आउनु उता बस्नु त जानु जानु न साडीमा खिचिदिन्छु त्यहाँ राम्रो आँखा हिमाल यो जाउँसँगै त्यहाँ पुग्न सकिएन डाउनले दुम्की बास तपाईहरु बुटोले यहाँको हैन र तपाईँ कस्तो गलत बाटो आउनु अब बुटोलबाट आउँदाखेरि एकदम सर्टकट बाटो अहिले दुम्कीमा आएको त तपाईँ आज दिनलाई कि राम्रो बाटो ओहो यो 103 र 4 भनेको सुभाषको गाडीको मलाई टच गराइदिनु न सर हुन्छ सर हुन्छ म त जम्सनमा छु सर हुन्छ सन्त सर हस् हस् अहिले हामी यही बाटो फर्कने हो सो हेलो गाइज हामी चाहिँ दुम्बा ताल आइसकेका छौँ पछाडि चाहिँ माउन्टेन दुम्बा ताल आयौँ अब दुम्बा तालमा गएर फोटो खिच्छौँ अनि चस्मा साइड बाइडमै हो यही हो गाइज दुम्बा ताल ल भिडियो खिच्यौँ ओ ममता चेन माथिसम्म लाउ न जाडो भयो होइन गाइज हामी चाहिँ दुम्बा लेक आइसक्यौँ यस्तो प्रिटी छ लाइक रियलमा पनि यो चाहिँ माउन्टेन छ यो चाहिँ
चाहिँ हामीले चाहिँ अब जाडो त हुन्छ नि त अभियसली यो चाहिँ कति राम्रो हो कि लाइक एकदम प्रिटी मम्मीहरू र अरू उतै हुनुहुन्छ माउन्टेन्सहरूसित फोटो खिच्दै ममता र म झन् के फर्स्टमा दुम्बा लेक आएको यस अब दुम्बा लेकमा गएर टिकटक यो गौरी शङ्कर एकछिन है म हेर्छु This is Tumba Lake. कति प्रिटी यहाँ चाहिँ बहिनी छिन् This view is so dummy. यो चाहिँ दुम्बा लेक चाहिँ हाम्रो प्रोग्राम चाहिँ सकियो अब हामी चाहिँ फर्किन्छौँ मलाई जाने मन नलाग्ने टाइपको भएको दुम्बा लेक एकदम प्रिटी है एकदम यता अधुरै आउँछ के यता मात्र उज्यालो आउँछ लाइट अलिकति अहिले तरिकाले यस्तै हो च्याङ्ग्रा अहिले हिमाली खसी हो 15000 लाग्यो ओइ च्याङ्ग्राको अहिले भुत्ला लामो हुन्छ हजुर सबैलाई भन्दिन्छ के चोर्छ नि पराउँछ न कति कतिको जानुपर्ने लगानी न बाहिरको मान्छेले दिन्दैनन् आज पनि त्यस्तै भिड छ है के हो यस्तो मुस्ताङ त मान्छेहरू खत्रै आउने अरे मुस्ताङ काट्ने त अब किन मान्छे त तपाईँको त नेपाली भन्दा नि इन्डियन हो क्या हजुर सो गाइस हामी चाहिँ कागबेनी आए मम्मीको फेभरेट प्लेस This is Kagbeni. संकल्प गर्ने प्रयास सिधैलाई हातमा लिनुहोस् हम आफ्नो गोत्र सम्झिनुहोस् अब आफ्नो गोत्र सम्झिनु आफ्नो गोत्रलाई सम्झिनुहोस् हेलो गाइस हामी चाहिँ कागबेनीको तिरमा आइसकेका छौँ अनि चाहिँ अब चाहिँ हामीले चाहिँ मम्मी चाहिँ पण्डित खोज्न जानुभयो पण्डित लिएर आउनुहुन्छ अनि हामीले चाहिँ आज चाहिँ लाखपत्ती बाल्नु भनेछौँ क्या हजुरबुवा हजुरआमाको नाममा सो अनि पितृ कार्यहरू के गर्नु भन्नुभयो मम्मीले हजुरबुवा हजुरआमाको नाममा सो अब हामी चाहिँ अब लाखपत्ती बाल्ने भनेपछि त 1 लाखवटा ज्योति बिजाउँछौँ तेलमा मम्मी म लिएर अनि आन्टीहरू पनि हुनुहुन्छ हामी पर्दैन अनि बिजाउँछौँ अनि लाखपत्ती बाल्छौँ अनि त्यहाँ गएर नुहाउँछौँ अनि यही हो आजको स्पेसल अब के क्लिप्सहरू गराउँछ गाइस अब हामी चाहिँ रेडी भएर पूजा गर्छौँ हेलो गाइस अहिले चाहिँ हामी चाहिँ लाखपत्तीको लागि मम्मी ज्योति मिलाउँदैछौँ पछाडि ज्योति मिलाइदिनु मम्मी चोक्दैन यहाँ नाङ्लोमा हाल्नुहुन्छ अनि हामी चाहिँ यहाँ गर्दैछौँ अब खोलेर अनि अहिले बाल्दाखेरि लाखपत्ती हेलो गाइस हाम्रो चाहिँ फाइनल्ली ल मम्मी हाम्रो चाहिँ फाइनल्ली लाखपत्तीहरूको सबै लाइक सामान भ्याइयो अब हामी चाहिँ अब उता पण्डितले उता गरिदिनुहुन्छ नि यता आउनुहुन्छ अनि या हाम्रो चाहिँ लाखपत्तीको सामानहरू यही हो मम्मी यहाँ हुनुहुन्छ हाम्रो यो लाखवटा 1.25 लाखपत्ती छन् अनि म चाहिँ यहाँ चाहिँ बहिनी चाहिँ हाई गर यहाँ छिन् यो चाहिँ हाम्रो गण्डकी बा अब हामीले चाहिँ ऊ यहाँ बनायौँ आफ्नो मम्मीले हजुरबा सम्झेर मान्छेहरू चाहिँ अब कागबेनीमा हावा चल्दै बिस्तारै आयो सो मैले चाहिँ अब सबै आफ्नो लुगाहरू लगाएँ
हाम्रो लाखपतिको प्रोग्राम सुरु हुँदैछ जाउँदैछ हाम्रो अब हामी त कस्तो चलेछ लाग्दैन मैले कुर्ता लाग्छु भित्र त प्यान्ट छ अनि ब्राउजर टाइपको छ अनि ब्राउजर ज्याकेट छ बाहिर ज्याकेट लाग्छ कस्तो हावा चलेछ नि गाइस लाइक मै उडाउला जस्तो ज्याकेट ठुलो भएर बसेछ मै उड्छु जस्तो छ जकेट पनि निकाल तपाईँले कहिले सक्छ जान्छ हजुरले पनि जकेट खोल्नु मैडम तपाईँले मुखतिर नगर्नु हावाले गर्छ घाँसेप गरेको सम्पूर्ण पितृहरूको गाइज फाइनली हाम्रो लाखपति अब लाउँछौँ जाडो भयो अनि सो हेलो गाइज हामी चाहिँ फाइनली मुक्तिनाथको पार्कमा आयौँ अब चाहिँ हामी चाहिँ यसो अलिकति हिँडेर मुक्तिनाथ जान्छौँ हो यो चाहिँ हर्स राइडिङहरू हुन्छ चाहिँ अहिले फोटो खिच्ने आउँदाखेरि है मम्मी के अरे गाइज हामी चाहिँ के अरे मुक्तिनाथको सिँढी चढ्ने ठाउँमा आइसकेका छौँ अब चढेर मन्दिर जान्छौँ यो है मुक्तिनाथको सिँढी चाहिँ अब यो चाहिँ राम्रोसित चढ्नु हेलो गाइज हामी चाहिँ मुक्तिनाथ मन्दिरको सिँढी कटेर सिँढी चढेर यति धेरै सिँढी फाइनली मुक्तिनाथ मन्दिरमा आइयो पछाडि मुक्तिनाथ मन्दिर हो यो त्यही अब मम्मीहरू अगाडि हुनुहुन्छ हामी चाहिँ आइयो फाइनल्ली तर त्यस्तो गाह्रो त केही नि भएन किन भन्दाखेरि हामी चाहिँ छिटछिराएको भइसक्यो हुन्छ होला हामी चाहिँ ममता र म यहाँ चाहिँ गाह्रो भएर हामी चाहिँ आमा पनि अनि चाहिँ बर्दियाको आमा हामी अब आइयो है आमा आइयो फाइनली यसलाई पो सोधेर ल्याउने चाहिँ हामी चाहिँ ड्रेस चेन्ज गरेर नुहाउन जान्छौँ मम्मी म बहिनी अनि चाहिँ मुक्तिनाथमा त हाम्रो पछाडि हुन्छ अनि चाहिँ आइसकेपछि चाहिँ हामी चाहिँ त्यही हो अनि नुहाएर आउँछौँ जल छाप्नेले
ल फर गाइज हामी चाहिँ म चाहिँ नुहाएर यस्तो त्यो धारामा नुहाउन गएको यस्तो चिसो अब नुहाउन त परि आउने बसी अनि मम्मी म बहिनी गएको यस्तो क्या अनि यहाँ दुईटामा यो कति धारामा नुहाएर अनि पोखरीमा गएर उस गर्ने नि त म भिडियो त हाल्छु तर एकदम रमाइलो भयो नुहाएको चाहिँ अघि यही धारामा हो अनि अघि नुहाइनु मम्मी म बहिनी अब यो धारामा नुहासी पाप जान्छ अरे चाहिँ हामी अघि नुहाएको चाहिँ यही हो है यही पुलमा हो अनि म चाहिँ यहाँ फोटो खिच्दिन आएको थिएँ अब जान्छु गाई हाम्रो अब हामी चाहिँ फर्किन लगाएको अब यो मोबाइलमा चार्ज छैन अब चाहिँ हामी चाहिँ मुक्तिनाथबाट चाहिँ फर्किन लगाएको माथि मुक्तिनाथ गएर पूजासुजा गरेर म चाहिँ भित्रै गएँ कि लाइनमा हो मान्छे सानी सानी किन त्यहाँ त्यत्रो कसैले देख्दै नदेख्ने के बजा होइन म के मान्छे के त्यहाँ कति हाइटी म मान्छे सिधा अगाडि पुगेर अनि यही अब सिरिज यहीँ छ अहिले खान्छु अनि अब चाहिँ सिरिज झरेर ब्रेकफास्ट गर्छौँ अब चाहिँ अहिलेसम्म गरेको थिएन के मलाई चाहिँ एकदम मेरो चाहिँ मुक्तिनाथ चाहिँ एकदम ड्रिम प्लेस छ लाइक 7 क्लासबाट मुक्तिनाथ जानी भन्दाखेरि चाहिँ कहिले एकाडेमिक्स हुने कहिले बिजी हुने त्यस्तै भइरहेको थियो सो फाइनल्ली आयौँ अनि चाहिँ एकदम ग्रेटफुल है फर एभ्रिथिङ एकदम अनि यो चाहिँ एकदम ड्रिम प्लेस चाहिँ हो यो म कति भयो सो फाइनल्ली कम्प्लिटेड भयो अब चाहिँ हामी चाहिँ मेरोमा चार्ज छैन कि लाइक 3 to 4% छ त्यही भएर अब भिडियो चाहिँ होइन के अरे हामी चाहिँ त्यही हो अब ब्रेकफास्ट गर्छौँ अब तल झरेर म चाहिँ फोन चार्जमा गर्छु अब चाहिँ हामी चाहिँ कुर्ता सुरुवाल हामी त बिहानबाट ज्याकेटहरू त छ अनि चाहिँ हामी चाहिँ ड्रेस चेन्ज नै गर्छौँ किनभने अप्पर मुस्ताङ जाने हो अनि त्यही भएर सो अहिले पछि देखाउँछु भन्नु है हामी देखिहाल्छौँ ल हामी चाहिँ सिरिज ल गाइस हामी चाहिँ अब सिरी झर्दैछौँ यो चाहिँ हामी अघि यत्रो आएको सिरी हो नि त अब हामी वहाँ पुग्न अनि चाहिँ यही हो मम्मी आउँदै हुनुहुन्छ हाई डेटा चाहिन्छ कहाँबाट सिलाउनु तातो हुन्छ एकदम सिरियस यो चाहिँ डरायो गाडी अड्किएर त्यहाँ हामी चाहिँ यहाँ छौँ हामी चाहिँ गाडी त्यहाँ यसो के छ हामी चाहिँ निस्केछौँ हामी चाहिँ माथि हाम्रो गाडी छ यहाँ हिँड्दैछौँ गाडी त्यो उसमा परेको थियो त भुटेनी केमा अनि 5 मिनट पछि त निस्क्यो केही देखेन
लाइक त्यो उस देखेर यही देखेर होइन आँखा नसखा हुन्छ नि। आमाहरू गइसक्नु भयो अनि अब चाहिँ गाडी आयो नि त। फेरि हामीसँग अर्को एउटा गाडी नि हो, फेरि त्यो गाडी नै फस्न सक्छ क्या, त्यहाँ चाहिँ जो नि फस्दो रहेछ। अनि अब निकाल्न जानुभयो हामीहरू चाहिँ ममता कस्तो भएको छ त रमाइलो भएको राम्रो छ, रमाइलो भइरहेछ यात्रा। अब हामी रोमानखान पुग्दैछौँ आजको रात यही हामी रेस्ट गर्छौँ र भोलि हामी कोर्ला बोर्डर हेर्न जाँदैछौँ। फाइनली हामी होटेल आइपुग्यौँ, लोमानथाङको होटेल। यो ममतालाई मैले भारी बिराएको के सब गाडीबाट सामान निकालेर आफू न केही हुँदैन के दिदीलाई हेल्प गरिदेऊ न यार। मैले चिसो लुगा हुँ राखिदिएँ गाडीमा देखाइन। ओ माई गड हामी चाहिँ हेलो गाइज हामी चाहिँ होटेल आएर मम्मी हामी हिटेड बेडमा बस्दैछौँ। यति जाडो भयो अब तलबाट तातो हावा हामी चाहिँ है त अहिले त तातो भयो हामी चाहिँ बस्दैछौँ। अब चाहिँ हामी चाहिँ एकछिनमा खाना खान जान्छौँ। अनि चाहिँ यहाँ चाहिँ यो आउटफिट हामी हात बाहिर निकाल्दा नि आइसोला जस्तै हो क्या यहाँ चाहिँ। सो यही हो हामी चाहिँ होटेल आयौँ। आजको दिन चाहिँ यस्तै यस्तै भयो। अब अहिले खाना खान जाँदाखेरि त फोन लिएर जाऊँ के गर्छु, इनकेस लयो भने देखाउँछु, नत्र त्यस्तै हो। हेलो गाइस हामी चाहिँ खाना खान आएको छ, तर यहाँ चाहिँ यति जाडो छ कि म हेर्नु यहाँ पुरै भुटे भइसकेको छु। यो यस्तो हो। अनि म मेरो टोपी काउन्ट गर्ने, यो 1 टोपी होइन, यो 2 टोपी, यो 3 टोपी, यो सल भित्र त्यस्तै हो। नानीको यो। अनि हाम्रो खाना